हालेलुया प्रेज द लर्ड। सम्पूर्ण प्रिय प्रभुका छोराछोरीहरूमा हाम्रो एकमात्र उद्धारकर्ता मुक्तिदाता प्यारो प्रभु यीशु ख्रिस्टको नाममा म मेरो हृदयदेखि नै यहाँहरू सम्पूर्णमा ख्रिस्टीय अभिवादन जय मसीह भन्न चाहन्छु र सम्पूर्णलाई सालोम। हाम्रा परमेश्वरले जो पिता पुत्र पवित्र आत्मा त्रिएक हुनुहुन्छ यहाँहरू सम्पूर्णमा शान्ति र धेरैभन्दा धेरै अनुग्रह गर्नुभएको होस्। आमेन। र परमेश्वरलाई धन्यवाद। अनि यस युट्युब च्यानलमा म फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु आराधनाको। अनि यो भिडियो हेर्दै हुनुहुन्छ अनि यदि तपाईँ नयाँ हुनुहुन्छ अनि यस मेरो युट्युब च्यानल प्रोफेसी डेलिभरेन्स प्रे मिनिस्ट्रीलाई यहाँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरी सँगै रहेको बेल आइकनलाई पनि क्लिक गर्न सक्नुहुनेछ ताकि मैले हालेको सम्पूर्ण भिडियोहरू यहाँहरूको सामु छिटोभन्दा छिटो आउन सकेको होस्। आमेन। अझै पनि ढिला नगर्नुहोस्। तपाईँलाई हाम्रो परमेश्वरले प्रशस्त गरी आशिष दिनुहुनेछ। यो मैले आफ्नो सब्सक्राइब र भ्युज बढाउनको लागि भनेको छैन। एकचोटि विचार गरेर हेर्नुहोस्। यदि तपाईँलाई त्यो लागेन र त्यस्तो महसुस भएन अनि पछि पनि तपाईँले अनसब्सक्राइब गर्न सक्नुहुनेछ र एकचोटि गरेर चाहिँ हेर्नुहोस् है। लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिकन सँगै रहेको बेल आइकनलाई थिच्नुहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त गरी आशिष दिनुहुनेछ। आमेन। हुन्छ। हामी ढिला गर्ने छैनौँ। आज हामी आराधना गर्नेछौँ र मैले यो भन्दा केही अगाडि भिडियो हालेको थिएँ। अनि आराधना चाहिँ हाम्रो कस्तो हुनुपर्छ, के हाम्रो आराधना परमेश्वरको सामु पुगेको छ अनि के हाम्रो आराधनाले चाहिँ परमेश्वर खुसी हुनुभएको छ भन्ने विषयमा चाहिँ वचन तयार पारेर हालेको थिएँ। यदि यहाँहरूले त्यो भिडियोलाई हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानलको प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ र यहाँहरूले त्यो आशिषलाई लिन सक्नुहुनेछ। र आज मैले चाहिँ आफैले आराधना गरेर अनि यस युट्युबमा हालेको छु भिडियो बनाएर यहाँहरूले अनि मसँगै पनि आराधना गर्न सक्नुहुनेछ। छोटो आराधना तर परमेश्वरको उपस्थितिमा आगोको आराधना, पवित्र आत्माको उपस्थितिको आराधना, परमेश्वर खुसी हुने आराधना र परमेश्वरले चाहनु भएको आराधना चाहिँ म यहाँहरूको सामु यो समय छोटो समयमा गर्नेछु। र हामीले आराधना गर्नुभन्दा अगाडि जहिले पनि बाइबलको पदहरू चाहिँ बाइबल परमेश्वरको वचनलाई चाहिँ हामीले जहिले पनि एक दुई पद मात्र भने पनि पढेर चाहिँ आराधना गर्नु चाहिँ एकदमै राम्रो र धेरैभन्दा धेरै असल कुरो हो त्यो। र यहाँको सामु चाहिँ आज मैले पहिलो इतिहासको पुस्तक 16 अध्यायको 8 पददेखि 12 पदसम्म यहाँहरूको सामु म पढ्न चाहन्छु। यहाँ यस्तो लेखिएको छ, परम प्रभुलाई धन्यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्य कर्महरूको बयान गर, उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर। परम प्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्। परम प्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज, उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्य कर्महरू र उहाँले सुनाउनु भएको फैसलाहरू स्मरण गर। आमेन। खुसी हुनुहुन्छ? वचन पढाइमा हाम्रो परमेश्वरलाई एकचोटि ताली बजाएर हामी धन्यवाद दिनेछौँ किनकि यो जीवित वचन जति हामी पढ्छौँ, जति हामी सुन्छौँ त्यति नै हामी आशिषित हुन्छौँ र त्यति नै हामीलाई उत्साहहरू, त्यति नै हामीलाई हौसला र प्रेरणाहरू मिल्छ। अनि जति हामी परमेश्वरको वचन सुन्छौँ त्यति हामी परमेश्वरको नजिक पनि पुग्न सक्छौँ। आमेन। हालेलुया। हुन्छ। हामी ढिला गर्ने छैनौँ। हामी आराधना गर्नेछौँ अनि हामी परमेश्वरलाई उचाल्नेछौँ। छोटो समयको आराधना तर शक्तिशाली आराधना र परमेश्वरको
उपस्थितिमा ग्रहण योग्य आराधना, आगोको आराधना हामी गर्नेछौँ, किनकि हाम्रा परमेश्वर अब्राहम र इसाक अनि याकुबका परमेश्वर हुनुहुन्छ। हामी ढिला गर्ने छैनौँ र सोही स्थानबाट तपाईँहरू पनि परमेश्वरलाई चाहिँ आराधना गर्न सक्नुहुनेछ। आफ्नो स्थानबाट हामीले परमेश्वरलाई उचाल्न सक्नेछौँ। तपाईँ कति महान हुनुहुन्छ। रे रा 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 शान्तला बाबा रे। प्रभु तपाईँ एकमात्र परमेश्वर हुनुहुन्छ, जस एकमात्र परम प्रभु, जसको स्वर्ग सिंहासन छ अनि पृथ्वीका यो सारा ब्रह्माण्ड बनाउनु हुने यो आकाश मण्डल, चन्द्र, सूर्य, पृथ्वी, हिमाल, पहाड, तराई, समुद्र अनि गहिरा गहिरा यी महासागरहरूलाई बसाल्नु हुने परमेश्वर। जंगल, पशु पंक्षी र जीव जन्तु जनावर बनाउनु हुने परमेश्वर तपाईँ कति महान हुनुहुन्छ, जसले भूमिको माटोबाट मानिस बनाउनु भयो र आफ्नै प्रतिरूपमा स्वरूप मानिसलाई जीवनको सास पनि दिनुभयो र मानिस आज जीवित प्राणी भयो। ओ रा 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 शान्तला रे। हाम्रो परमेश्वरलाई ताली बजाउँदै हाम्रो परमेश्वर पितालाई हामी उचाल्नेछौँ, जो पिता, पुत्र अनि पवित्र आत्मा त्रिएक सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सर्वश्रेष्ठ, सर्वकुले सम्पन्न हाम्रा एकमात्र परम प्रभु, जो परम धन्यका परम धाममा विराजमान भई बस्नुहुने, स्वर्गको सिंहासनमा बसेर पृथ्वीलाई पावन गर्नुहुने हाम्रो परमेश्वरलाई हाम्रा तालीका आवाजहरूले धन्यवाद दिनेछौँ। रे बाबा बाबा रे खाता रा बाबा बाबा रे रा बाबा रा रा शान्तला रे या रा 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 हालेलुया। जसले मानिसलाई प्रेम गर्नुभयो र आफ्नो एकमात्र प्यारो छोरालाई, एकमात्र पुत्रलाई यस संसारमा पठाएर बलिदान दिनुभयो,
जसको हृदय महान छ, जसको हृदय विशाल छ, जो सर्वज्ञानी, सर्वव्यापी, सर्वश्रेष्ठ, सर्वगुणले सम्पन्न हुनुहुन्छ, दयालु, कृपालु, अनुग्रही, प्रेमिलो हुनुहुन्छ, जो करुणा अनि करुणाको सागर हुनुहुन्छ। ओ रबा शबा रे रे बसन्दला रे कथाला रे रे बसन्दला ओ रिया रे एक कोराको चोटले मेरा सम्पूर्ण वंशाणु पाप र पिता पुर्खादेखिका अधर्मलाई तोडिदिनु भयो। मेरो लागि कल्वारी क्रुसमा टाँगेर मेरो लागि मर्नुहुने, गाडिनुहुने र तेस्रो दिनमा फेरि मृत्युमाथि जीवित भइकन मर्यो उठ्याउनु हुने प्रभु येशू, तपाईँ मेरो लागि स्वर्ग जानुभयो र स्वर्गका ढोकाहरू खोलेर मलाई अनन्त जीवन अनि स्वर्ग उपहार दिनुभयो। रे र शान्दल रे रे र शान्दल रे कथा शान्ति र स्वतन्त्र, तपाईले प्रेम गर्न चाहनुहुने परमेश्वर हुनुहुन्छ। ओ शान्दल रे ओ
कति महान हुनुहुन्छ, कति असल हुनुहुन्छ, जो मेरो लागि संसारमा आएर मेरा सम्पूर्ण पाप र अधर्मको बन्धनलाई बोकेर एक एक कष्टको फुलको पिएर आज म जस्तो मृत्युमा जाँदै गरेकोलाई पनि अनन्त जीवन दिनुहुने, म जस्तो पाप र दलदलमा गाडिएको बेलामा पनि मलाई उद्धार र मुक्ति दिनुहुने, जो बिहानको चहकिलो तारा, संसारको ज्योति र बाटो, सत्य र जीवन, अल्फा र ओमेगा, आदि र अन्त्य, सनातनदेखिका सनातनसम्मका एकमात्र त्रिएक परमेश्वर तपाईँ हुनुहुन्छ। रे बाबा रा बाबा रा बाबा शान्डला बाबा रे खतला रा बाबा रा 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 रे 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 रा 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 बाबा रा रा रे खतला रा बाबा रा 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 शान्डला रा बाबा रे बाबा रा 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 शान्डला। प्रभु तपाईँ महान हुनुहुन्छ। हामी घोषणा गर्न सक्नेछौँ हाम्रो परमेश्वरलाई, हामी घोषणा गर्नेछौँ हाम्रो परमेश्वरलाई, हाम्रो प्रभु येशू ख्रिस्ट परमेश्वरलाई। राजा 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 येशू राजा 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 येशू राजा राजा हाम्रो राजा 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 राजाहरूको राजा राजा येशू राजा प्रभु राजा राजा स्वर्गको राजा राजा येशू राजा राजा हाम्रो राजा 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 तपाईँ कति असल हुनुहुन्छ। यस धरतीमा आउनुभयो, मानिसले तपाईँलाई चिनेनन्, तर तपाईँले मानिसलाई चिन्नुभयो। मानिसले तपाईँलाई खोजेनन्, तर तपाईँले मानिसलाई खोज्नुभयो। Dolore abase, re baba shababa re, oh re rabase ngeliamo, re rabashandala re, re rabashambore ke, re rabashandala re. Lahila Shahila Rahi Rava Shakala Rekele Rava Baba Lahi Shahiyava Shahire Rava Shandalo Re Ara
प्रभु धन्यवाद छ। प्रभु धन्यवाद छ यस समय तपाईले गर्नुभएको अनुग्रह प्रेम कृपा वास्तविकताको लागि यो आराधनामा सहायताको निम्ति म मेरो हृदयदेखि नै तपाईलाई धन्यवाद दिदछु। मैले चढाएको यो आराधनाले तपाईँ प्रशंसित हुनुभएको छ, तपाईको सिंहासन अगाडि गुन्जामय भएको छ र मैले यो गरेको आराधनाले तपाईँ खुसी हुनुभएको छ म विश्वास गर्दछु येशूको नाममा आमेन। अच्छा परमेश्वर यो समय तपाईले दिनुभएको सहायता मद्दत अनि अनुग्रहको लागि म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु अनि यहाँहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ यतिन्जेलसम्म मेरो भिडियोहरू हेरिदिनु भएको छ र यहाँहरू पनि आशिषित हुनुभएको छ र मसँगै यहाँहरूले पनि आराधना गर्नुभएको छ अनि म विश्वास गर्दछु र हामीले गरेको यो आराधना परमेश्वरको सिंहासन अगाडि स्वर्गमा गुन्जामय भएको छ किनकि हामी जब सच्चा हृदयले सच्चा मनले आराधना गर्छौँ अनि परमेश्वरको स्वर्गमा यी आराधनाहरू चाहिँ पुग्दछ र परमेश्वरको महिमा हुँदछ। हामीले यो कुराहरू असल तरिकाले थाहा पाउनको लागि सुसमाचार यूहन्ना 4 अध्याय 23 र 24 पढ्यौँ भने हामीले यो कुराहरू थाहा पाउन सक्छौँ। आमेन। खुसी हुन्छ फेरि पनि यहाँहरूलाई धन्यवाद र मेरो परमेश्वरलाई पनि धन्यवाद भएको होस् र अझ पनि यो भिडियो हेर्दै गर्दाखेरि तपाईहरूले यस भिडियोलाई लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नुभएको छैन भने छिटोभन्दा छिटो यहाँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु भएको होस् र यहाँहरूलाई हाम्रो परमेश्वरले प्रशस्त गरी आशिष दिनुहुनेछ। एकचोटि लाइक र सेयर अनि कमेन्ट र सब्सक्राइब गरेर मात्रै हेर्नुहोस्, एकचोटि परमेश्वरले तपाईँको जीवनमा कति धेरै आशिष दिनुहुनेछ, परमेश्वरले अनुग्रह तपाईँको जीवनमा गर्नुहुनेछ र सँगै रहेको बेल आइकनलाई चाहिँ क्लिक गर्न नबिर्सिनु होला नि। फेरि मैले हालेको भिडियोहरू तपाईँहरूको सामु छिटोभन्दा छिटो आउनको लागि चाहिँ तपाईँले सब्सक्राइब सँगै रहेको बेल आइकनलाई चाहिँ क्लिक गर्नुपर्छ है। अनि परमेश्वरको महिमा भएको छ। हुन्छ फेरि यहाँहरूलाई जय मसीह भन्नुभन्दा अगाडि र यो युट्युब च्यानलमा चाहिँ अलि पछि चाहिँ म लाइभहरू आएर तपाईँहरूको जीवनमा अनि तपाईँहरूको लागि चाहिँ अगमबाडीका साथमा प्रार्थना गर्नेछु। परमेश्वरले दिनुभएको सम्पूर्ण कुराहरू म तपाईँहरूको सामु गर्नेछु र परमेश्वरले तपाईँहरूलाई प्रशस्त गरी आशिष दिनुहुनेछ। हुन्छ फेरि हामी अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि सबैजनालाई म मेरो हृदयदेखि नै धन्यवादका साथ म सबैजनालाई जय मसीह भन्न चाहन्छु। परमेश्वरले यहाँहरू प्रत्येकलाई प्रशस्त गरी आशिष दिनुभएको होस्। गड ब्लेस यू। आमेन। हालेलुया।